बेगनास ताल पोखरा महानगरपालिका वार्ड नम्बर 31 मा रहेको बेगनास ताल नेपालको तेस्रो ठुलो ताल हो। बेगनास ताल पोखराको पर्यटकीय गन्तव्य मध्ये एक महत्त्वपूर्ण स्थान हो। यस भिडियोमा हामी बेगनास ताल र बेगनास ताल वरपरका केही सुन्दर पर्यटकीय ठाउँहरूको चर्चा गर्नेछौँ। बेगनास ताल नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित एक सुन्दर ताल हो। यो ताल काठमाडौँ उपत्यकादेखि 200 किलोमिटर, पोखरा उपत्यकाको पूर्वी भागमा रहेको फेवातालदेखि करिब 15 किलोमिटर र पृथ्वी राजमार्गको तालचोकदेखि 4 किलोमिटरको दूरीमा छ। पोखराको सबैभन्दा सफा र शान्त ताल हो। बेगनास तालको मुख्य आकर्षण यहाँ चल्ने डुङ्गाहरू हुन्। यसै गरी माछाको पारखीहरूको लागि बेगनास तालको माझी कुना र पिप्ले कुना नयाँ शब्द होइन। बेगनास तालको मनोरम दृश्य हेर्दै पोलेको माछाको स्वाद लिन देश तथा विदेशबाट माझी कुनामा भिड लाग्ने गर्दछ। यसै गरी पिप्ले टुडामा पनि माछाको स्वाद लिन पर्यटकहरू पुग्ने गर्दछन्। बेगनास ताल धार्मिक पर्यटकहरूको लागि पनि महत्त्वपूर्ण स्थान हो। यहाँको बराहा क्षेत्र गण्डकी अञ्चलकै एउटा शक्तिशाली पीठ हो। बराहा क्षेत्रका लक्ष्मीनारायणको दर्शनले हरेकको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। बेगनास तालको नजिकै अन्य 6वटा तालहरू छन्। त्यसमध्ये अर्को ठुलो ताल हो रूपताल। नेपालको नै पहिलो तालमाथिको झोलुङ्गे पुल यस तालको मुख्य आकर्षण हो। यस तालको नजिकै रहेको झरना अर्को आकर्षणको केन्द्र हो। यस ताल वरपर रहेका होटल तथा रेस्टुरेन्टहरू, लोकल खाना र लोकल माछाका परिकारहरूले पर्यटकहरूलाई बिस्तारै लोभ्याइरहेको छ। मैदी ताल संरक्षणको अभावमा तडपिरहेको मैदी ताल संरक्षणका केही प्रयासपछि निकै राम्रो बनेको छ। दिपाङ ताल मधुमास ताल भनेर चिनिने यो ताल आजभोलि निकै लोकप्रिय बन्दै आएको छ। परदेशी चराहरू ब्रिडिङ गर्न आउने यो ताल आजभोलि पिकनिक स्पटका लागि निकै रुचाइएको छ। बिहान बेलुका स्थानीयहरू मर्निङ वाक र इभिनिङ वाक गर्न आउने भएकाले पनि होला यस तालको चहल पहल बढ्दो छ। खास्टे ताल र न्युरेनी ताल खास्टे र न्युरेनी ताल एकै ठाउँमा रहेका दुईवटा तालहरू हुन्। विशेषतः यी तालहरू रामसार साइटमा समावेश भएका छन्। बर्ड वाचिङका लागि यी तालहरू निकै प्रसिद्ध छन्। सानो भए पनि पारिस्थितिक निकै महत्त्वपूर्ण छ। यी तालहरूको माछा, चराहरू र जल वनस्पतिका लागि आश्रय स्थल बनेका छन् यी तालहरू। गुदेताल गुदेताल खास्टे ताल र न्युरेनी तालको नजिकै रहेको एउटा अर्को सानो ताल हो। यो पनि पोखराको लेक क्लस्टर अफ पोखरा भ्याली LCPV मा पर्ने भएकाले रामसार साइटमा सूचीबद्ध छ। अब कुरा गरौँ बेगनास तालको नजिकै रहेको पचभैया गाउँको। द्वापर युगमा 5 पाण्डवहरू तपस्या गरेर बसेको स्थान भएकाले यस ठाउँको नाम पचभैया रहेको किम्वदन्ती पाइन्छ। प्राकृतिक रूपमा सुन्दर यस गाउँमा होमस्टे तथा होटलहरू सञ्चालनमा छन्। यस ठाउँ धार्मिक र आध्यात्मिक स्थान पनि हो। देवीका भक्तहरूका लागि यस ठाउँको कोट देउराली मन्दिरको गरिमा निकै महत्त्वपूर्ण छ। पचभैया गाउँमा रहेको अर्को एउटा धार्मिक पीठ श्री गोरखनाथ मन्दिर हो। यस ठाउँको यात्रा गर्दा छुटाउनै नहुने एउटा पीठ गोरखनाथ मन्दिर हो। मङ्गल धर्मचक्र गुम्बा र विपासना केन्द्रले पचभैया साँच्चीकै आध्यात्मिक भूमि हो भन्ने कुरा प्रष्ट हुन्छ। पचभैयाको अर्को एउटा आकर्षणको ठाउँ हो वन्यजन्तु उद्धार केन्द्र। वन्यजन्तु उद्धार केन्द्र र झोलुङ्गे पुल एउटै बाटोमा पर्छन्। झोलुङ्गे पुल जाँदा वन्यजन्तु उद्धार केन्द्र पनि जान सकिन्छ। अब कुरा गरौँ सीता गुफाको। बेगनास तालदेखि दक्षिणतर्फ करिब 4 किलोमिटरको दूरीमा रहेको सीता गुफा त्रेता युगमा भगवान राम वनवास बस्दा सीता माता रजस्वला भई यस गुफामा आराम गर्नुभएको किम्वदन्ती छ। यो गुफा धार्मिक र पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण छ। बेगनास ताल वरपरका केही सुन्दर पर्यटकीय ठाउँहरू मध्ये एक रहेको छ लामासरा गाउँ। यो एउटा पर्यटकीय गाउँ हो। लामासरा गाउँको शिरमा रहेकी चक्रदेवी माताले सारा पोखरेलीलाई रक्षा गरेकी छिन्। मानिसहरूले भुलिसकेका र अपार पर्यटकीय सम्भावना बोकेको अर्को ठाउँ यस क्षेत्रमा पर्छ। त्यो हो रोयल ट्विन्स झरना। क्यानोइङ खेलको सम्भावना भएको यस झरना भने संरक्षणको अभावमा छ। बेगनास तालको नजिकैको अर्को एउटा पर्यटकीय गाउँ हो सुन्दरी डाँडा। विभिन्न साना तथा स्टार होटलहरू छन् यहाँ।
यो गाउँ पनि बेगनास ताल र रूपतालको बीचमा पर्छ। यहाँ रहेको भ्यू टावरबाट प्रकृतिको मजा लिनुको छुट्टै आनन्द छ। बेगनास कोटमा रहेको कोट भैरव मन्दिर धार्मिक आस्थाको दृष्टिले शक्तिको प्रतीक हो भने पर्यटकीय दृष्टिले यो ठाउँ निकै महत्त्वपूर्ण छ। यस ठाउँबाट देखिने रूपा र बेगनास ताल लगायत हिमालको दृश्य अत्यन्तै मनमोहक छ। हाइकिङ तथा ट्रेकिङ मन पराउनेहरूका लागि बेगनास कोटसम्म हाइकिङ रुट भएकाले यो पर्यटकीय दृष्टिले निकै महत्त्व राख्ने ठाउँ हो। बेगनास तालको नजिकै रूपा गाउँपालिका 7 मा एउटा रुखको टुटोबाट पानी निस्किएपछि निकै भाइरल बनेको छ। वैज्ञानिक रूपमा हेर्दा जमिन मुनि रहेको पानी चापको कारणले बाहिर निस्किएको भए पनि अलौकिक शक्तिका कारण पानी बाहिर आएको भनेर श्री जलसिद्धेश्वर महादेवको प्राण स्थापना गरी यस ठाउँमा पूजा आजा गर्न नेपाल र अन्य ठाउँबाट दर्शन गर्न आउनेहरूको घुइँचो लागेको छ। यस ठाउँ पनि बेगनास ताल वरपरको एक पर्यटकीय ठाउँ बन्न पुगेको छ। बेगनास ताल शान्तिको ताल, सौन्दर्यको प्रतिबिम्ब। यहाँका डाँडा काँडा, हरिया वन र आत्मीय बस्तीले प्रकृतिको असली रूप देखाउँछ। हामीले देखाएका यी सुन्दर स्थलहरूले हजुरलाई पर्खिरहेका छन्। एकपटक अवश्य आउनुहोला। धन्यवाद।